नमस्कार, हामी चाहिँ ढोरपाटन यात्रामा छौँ। हामी काठमाडौँदेखि चाहिँ नाइट बसमा काँक्रीसम्म आयौँ र काँक्रीदेखि चाहिँ जिपमा लगभग 10 बजेतिर चाहिँ हामी टक्सेरा पुग्यौँ। टक्सेराको छोटो घुमाइ र यहाँ खाना खाएर चाहिँ हामी यहाँबाट दमचनसम्म हिँड्यौँ र दमचनमा चाहिँ हामी बास बस्यौँ। अर्को दिन चाहिँ हामी दमचनदेखि निसलडोर हुँदै ढोरपाटनसम्म सिधै लगभग 28 किलोमिटर जस्तो हिँड्यौँ र त्यहाँ बास बस्यौँ। ढोरपाटनमा बिहान घुमेर बिस्तारै खाना खाएर चाहिँ हामी गुर्जाघाट अर्को दिन गएर बस्यौँ भने अन्तिम दिन चाहिँ हामी गुर्जाघाटबाट बिहानै 5 बजी उठेर 9:30 बजी चाहिँ जलजला उपल्लो जलजलासम्म पुगेर त्यहाँको भ्यू हेरेर त्यहाँ थोरै ब्रेकफास्ट गरेर चाहिँ हामी लमसुङ झऱ्यौँ। लमसुङबाट चाहिँ जिप पाइन्छ। जिप हुँदै हामी चाहिँ बेनी हुँदै पोखरासम्म पुग्यौँ र यो चाहिँ ढोरपाटन एकदमै राम्रो ल्यान्डस्केप छ, डाइभर्स छ। यहाँ चाहिँ अब वन्यजन्तुदेखि लिएर यहाँको कल्चर, माउन्टेन सबै चिज एउटै फ्रेममा देख्न पाइन्छ र यहाँको फुड पनि स्पेसली सुकुटीदेखि लिएर यहाँको च्याउहरू जुन चाहिँ अरू ठाउँको भन्दा एकदमै युनिक छ। मान्छेहरू पनि एकदमै वेलकमिङ हुनुहुन्छ। वेदर पनि अहिले अक्टोबर महिना एकदमै राम्रो वेदर। अल्दो योभन्दा थोरै 1-2 महिना अगाडि आएको भए चाहिँ यहाँको अब फुलहरू धेरै देख्न पाइन्थ्यो, तर अहिले चाहिँ टेम्परेचर वाइज, वेदर वाइज अब अहिले पानी पनि परेको छैन, एकदमै राम्रो मौसम छ। अहिले लगभग अब हामीले भात खानुपर्छ। 11 बज्न लाग्यो। अब खाना खान्छ। हजुर हो त। भाइ चाहिँ अगाडि हिँड्दैछ टुकुर टुकुर गर्दै। उसको घोडा चाहिँ फर्स्ट छ। कुनै कुनै बेला मेरोले भेट्छ, तर मोस्ट अफ द चाहिँ टाइम चाहिँ उसको फर्स्ट हुँदो रहेछ। बलियो घोडा रहेछ। मैले खास सुरुमै सेतो घोडा चढ्छु भने हो, यो भाइले हाइज्याक गरेको। तल्लो जलजला हो। एकदमै राम्रो ल्यान्डस्केप छ। यो कलकल बगिरहेको उत्तर गङ्गा नदी हो। साह्रै राम्रो मौसम छ। लभली लभली वेदर। यहाँबाट चाहिँ 2टा बेसिन छुट्टिन्छ। यसबाट अगाडि गण्डकी बेसिन, यो काली खोला, म्याग्दी खोला। यहाँबाट यता चाहिँ जलजला। यहाँबाट उता परेको पानी चाहिँ जलजलामा ड्रेन हुन्छ र योबाट उता पर्ने पानी चाहिँ गण्डकी बेसिनमा जान्छ। दामी भ्यू, वन्डरफुल वन्डरल्यान्ड। अहिले बिहानको 9 बज्यो। हामी अहिले जलजलाको हाइएस्ट पोइन्टमा छौँ। 3450 मिटर जति सानो पास रहेछ देउराली। हामी बिहान 5:30 बजी हिँडेको। अहिले हामी यहाँ ठ्याक्कै आइपुग्न लाग्यौँ। हामीले अन द वे बाटोमा हिँड्दाखेरि खासै कोही पनि भेटेनौँ। एकदमै राम्रो भ्यू छ। पछाडिको ल्यान्डस्केप पनि राम्रो छ र यता चाहिँ यु क्यान सी द माउन्टेन्स। लभली लभली भ्यू। यो चाहिँ तल्लो जलजलाबाट देखिने भ्यू हो। एकदमै राम्रो।
फुलबहादुर दाईको चाहिँ यहाँ होटेल छ, राम्रो छ बस्नलाई। टेन्टको व्यवस्था पनि छ, यहाँ नम्बरहरू छ, क्याम्प फायर पनि हुन्छ। भ्यू पनि राम्रो देख्छ यहाँबाट माथि, बबाल भ्यू देख्छ। ल थ्याङ्क यू दाई।